1936 मा प्रकाशित डेल कार्नेगीको हाउ टु विन फ्रेन्ड्स एन्ड इन्फ्लुएन्स पिपल सबै समयको सबैभन्दा धेरै बिक्री हुने आत्मसहायता पुस्तकहरूमध्ये एक हो। यसको मुख्य आधार भनेको सफलता मानव इन्जिनियरिङबाट आउँछ। तर्क वा प्राविधिक सिपमा मात्र भर पर्नुको सट्टा अरूको भावना बुझ्ने र प्रभाव पार्ने क्षमता। साथीहरू र इन्फ्लुएन्स पिपल कसरी जित्ने सिकाउँछ कि जीवन र काममा सफलता धेरै हदसम्म तपाईँ मानिसहरूलाई कति राम्ररी बुझ्नुहुन्छ, सम्बन्धित हुनुहुन्छ र प्रभाव पार्नुहुन्छ भन्ने कुरामा निर्भर गर्दछ। डेल कार्नेगीले बलियो सम्बन्धको जगको रूपमा सहानुभूति, सम्मान र इमानदार प्रशंसालाई जोड दिन्छन्। पुस्तकले मानिसहरू महत्त्वपूर्ण महसुस गर्ने इच्छाबाट प्रेरित हुन्छन् भनेर व्याख्या गर्दछ। आलोचना वा बहस गर्नुको सट्टा कार्नेगीले इमानदार प्रशंसा प्रदान गर्ने र अरूको दृष्टिकोण बुझ्ने सल्लाह दिन्छन्। ध्यानपूर्वक सुनेर, नाम सम्झेर र अरूमा वास्तविक चासो देखाएर तपाईँ विश्वास र सद्भाव निर्माण गर्न सक्नुहुन्छ। मानिसहरूलाई प्रभाव पार्न पुस्तकले तर्कहरूबाट बच्न, गल्तीहरू छिटो स्वीकार गर्ने र अरूलाई विचारहरू आफ्नै हुन् भन्ने महसुस गर्न अनुमति दिने सुझाव दिन्छ। प्रभाव तब राम्रो काम गर्छ जब यो सूक्ष्म, मैत्रीपूर्ण र बल वा अधिकारको सट्टा पारस्परिक सम्मानमा जरा गाडिएको हुन्छ। एक नेताको रूपमा कार्नेगीले गल्तीहरूलाई बिस्तारै सच्याउन, सुधारहरूको प्रशंसा गर्न र अरूमा आत्मविश्वास जगाउन प्रोत्साहित गर्छन्। प्रभावकारी नेतृत्व उनी तर्क गर्छन्, प्रोत्साहन र सहयोगबाट आउँछ, नियन्त्रण वा आलोचनाबाट होइन। समग्रमा पुस्तकले सिकाउँछ कि दया, समानुभूति र इमानदार सञ्चार दिगो सम्बन्ध निर्माण गर्न र अरूलाई सकारात्मक रूपमा प्रभाव पार्न शक्तिशाली उपकरणहरू हुन्। डेल कार्नेगीद्वारा लिखित साथीहरू कसरी जित्ने र मानिसहरूलाई कसरी प्रभाव पार्ने भन्ने बारे मुख्य सिकाइहरू यहाँ छन्, जुन तपाईँले वास्तवमा प्रयोग गर्न सक्ने व्यावहारिक विचारहरूमा निहित छन्। 1. अरू मानिसहरूमा साँच्चै रुचि राख्नुहोस्। हामीले हाम्रो वरपरका मानिसहरूको जीवन र दृष्टिकोणको बारेमा निस्वार्थ जिज्ञासा राखेर अरूसँग सम्बन्ध निर्माण गर्नुपर्छ। हामी जिज्ञासा देखाउँछौँ, सक्रिय रूपमा सुन्छौँ र अर्थपूर्ण कुराकानीमा संलग्न हुन्छौँ। धेरै स्वार्थी जीवन नबाच्नुहोस्। कोही पनि त्यस्तो व्यक्तिको वरिपरि हुन चाहदैन। 2. नामहरू सम्झनुहोस्। नामहरूमा अद्भुत शक्ति हुन्छ। तपाईँले यसलाई सम्मान गर्नुहुन्न र मानिसहरूले तपाईँलाई तिरस्कार गर्नेछन्। तर यदि तपाईँले यसलाई सम्झनुभयो र अहिले राम्रोसँग प्रयोग गर्नुभयो भने तिनीहरू तपाईँको सबैभन्दा मिल्ने साथी हुन्। 3. सधैँ अर्को व्यक्तिलाई महत्त्वपूर्ण महसुस गराउनुहोस्। यो को हो भन्ने कुराले फरक पार्दैन। कहिलेकाहीँ विश्वास गर्न सजिलो हुन्छ कि केही मानिसहरू अरूभन्दा बढी महत्त्वपूर्ण हुन्छन्। यद्यपि यदि हामीले जीवनलाई यसरी हेर्यौं भने यसले निश्चित रूपमा दुःख निम्त्याउनेछ। सबैबाट सिक्नको लागि केही न केही छ। मेरो साथीबाट, युट्युबमा अनियमित मान्छेबाट, अरूलाई मद्दत गर्ने अनौठा मानिसहरूबाट र धेरै कुराहरूबाट। 4. सुन्नुहोस्, जब हामी सक्रिय रूपमा सुन्छौँ, हामी अर्को व्यक्तिले भनेको कुराले अर्थ राख्छ भन्ने सन्देश दिइरहेका हुन्छौँ। हामी उनीहरूलाई थाहा दिइरहेका हुन्छौँ कि उनीहरू महत्त्वपूर्ण छ र उनीहरूको कदर गरिन्छ। त्यसैले अर्को पटक जब तपाईँ कसैसँग कुराकानी गर्दै हुनुहुन्छ, उनीहरूलाई आफ्नो पूर्ण ध्यान दिनुहोस्, अरू सबै कुरामा डुबाउनुहोस् र सुन्नुहोस्। 5. अर्को व्यक्तिको रुचिको सन्दर्भमा कुरा गर्नुहोस्। हामीलाई केमा रुचि छ भन्ने बारेमा मात्र कुरा गर्न लोभ लाग्दो हुन्छ। यो स्वाभाविक हो। हामी सबै स्वार्थी प्राणी हौं। त्यसैले अर्को व्यक्तिलाई केमा रुचि हुन सक्छ भनेर विचार गर्न, मलाई केमा रुचि छ भन्ने बारेमा मात्र कुरा गर्नबाट हाम्रो दिमागलाई पुनः परिभाषित गर्न जानी प्रयास गर्नुपर्छ। तर जब हामी यो सिप सिक्न र निखार्न सक्छौं, यसले लाभांश दिनेछ। मानिसहरू तपाईसँग कुरा गर्दै बाहिर निस्किनेछन्, तपाईले कस्तो राम्रो कुराकानी गरिरहनु भएको छ भनेर। जब तपाईँ आफ्नो बारेमा केही पनि भन्नुहुन्न, तपाईले अर्को व्यक्तिमा साँचो चासो लिनु, अर्को व्यक्तिलाई केमा रुचि थियो भनेर पहिचान गर्नु र कुराकानीलाई त्यस दिशामा लैजानु मात्र गर्नुभयो। जब तपाईँ प्रभावित पार्ने प्रयास गर्नबाट टाढा रहन सक्नुहुन्छ र अर्को व्यक्तिलाई केमा रुचि छ भन्ने कुरामा साँच्चै ध्यान केन्द्रित गर्न सक्नुहुन्छ, यसले तपाईलाई स्वतः रोचक र मनपर्ने बनाउनेछ। मुस्कान। हामी कसैलाई अनुहारमा साँचो मुस्कान भएको देख्छौँ। मुस्कानले हाम्रो मानसिक अवस्थामा स्वाभाविक रूपमा सकारात्मक प्रभाव पार्छ। जब हाम्रो दिन कठिन हुन्छ, हामी हाम्रो अनुहारमा मुस्कान ल्याउन सक्छौँ। हामी अलि हल्का महसुस गर्नेछौँ। मुस्कुराउने कार्यले हाम्रा भावनाहरूलाई पुनः प्रोग्राम गर्दछ र जब हामी मुस्कुराउने बानी बसाल्छौँ, हामी यो उपहार अरूलाई फैलाउन सक्छौँ। 7. आलोचना नगर्नुहोस्। जब हामीलाई छिटो न्याय र आलोचना गर्ने प्रलोभन महसुस हुन्छ, रोकियौँ र तिनीहरूलाई बुझ्ने प्रयास गरौँ। तिनीहरूले के गरे भनेर पत्ता लगाउने प्रयास गरौँ, किनभने समझदारी र क्षमाशीलताले सहानुभूति, सहिष्णुता र दयाको सास फेर्छ। इमानदारीतापूर्वक कदर गर्नुहोस्। अरू मानिसहरूप्रतिको इमानदारीतापूर्वक कदर हाम्रो आफ्नै आत्माको लागि मात्र महत्त्वपूर्ण छैन, तर यसले मानिसहरूको जीवन परिवर्तन गर्न सक्छ।
9. तर्कबाट बच्नुहोस्। तर्कको बारेमा रोचक कुरा के हो भने हामी प्राय पछि हार्छौँ जस्तो लाग्छ। चाहे हामी कुनै खास तर्क जितौँ वा हारौँ, कुनै जित हुँदैन, किनभने बहस सधैँ अरू कसैलाई तल धकेल्दै आफूलाई माथि उठाउँछ। यदि तपाईँ आफूलाई बहसतिर मोडिरहेको छलफलमा फेला पार्नुभयो भने जित समाधान खोज्नको लागि आफूलाई पुनः अभिमुखीकरण गर्नुहोस्। एउटा समाधान जहाँ तपाईँ दुवै विजेताको रूपमा बाहिर आउन सक्नुहुन्छ। 10. हाम्रा गल्तीहरू स्वीकार गर्नुहोस्। नेताहरूका लागि आफ्ना गल्तीहरूको बारेमा कुरा गर्नाले उनीहरूलाई वरपरका मानिसहरूसँग जोडिन मद्दत गर्छ।